हेलो गाइज एभ्रिवान साथीहरू, अनि आज चाहिँ हामी ट्याक्कै नयाँ भ्लग गर्दै साथीहरू। हामी चाहिँ ट्याक्कै गइन्छ मामा घरतिर, शान्तिपुरतिर एकदम गइदिन्छ साथीहरू। तपाईँहरूले एकदम हामी भेटिँदै हुन्छौँ युट्युब च्यानलको साथीहरू। अनि म चाहिँ धेरै दिनपछि युट्युब च्यानलमा आउँदैछु साथीहरू। अलिकति व्यस्तता एउटा कामले गर्दा भ्याएको छैन कन्टिन्यू भ्लग गर्नु लागि। तर कन्टिन्यू भ्लग चाहिँ अब मेरो आउँछ अलिक पछिबाट। अब 3-4 महिनापछि त एकदम बाहिरको भ्लग आउँछ मेरो चाहिँ। अबको लगभग 2 महिनाभित्रदेखि चाहिँ बाहिरको भ्लग एकदम राम्रो भ्लग गरेर आउँछु। अहिले चाहिँ घरतिर हुँदा त्यस्तै भ्लगहरू छ, यताउता पुजेको भ्लगहरू गर्छु। लेट्स गो गाइस, हाम्रो भारी रेडी हुँदैछ साथीहरू। यहाँ अब लगभग अब शान्तिपुरको यात्रा। ल साथीहरू, हामी चाहिँ ट्याक्कै कहाँ आयौँ भने अहिले चाहिँ हिटीसिटी काटेर अम्लिसे लगभग लाग्दैछौँ। ट्याक्कै शान्तिपुर लागिने साथीहरू। यहाँ पछाडि जस्तो भारी बोकाइ छ हाम्रो बिजक रमाइलो। ल साथीहरू, ठाउँ यस्तो छ है यतातिर अम्सेको ठाउँ चाहिँ। बाटो चाहिँ यस्तो छ। त्यहाँतिर हाम्रो कोठामा सुतेर हो हाम्रो मम्मी त्यतिखेर उता गएको थियो कता त्यो कुनै कता गएको थियो। यो चाहिँ भन्नुहुन्छ भने साथीहरू ठ्याक्कै हाम्रो मामालाई हो यो पनि। यो चाहिँ जुरे डाँडा भन्छ यसलाई चाहिँ। यता चाहिँ घाम लागिरहेको रहेछ, अनि हाम्रोतिर चाहिँ एकदम पानी परिरहेको। यो हल्का कुहिरो सुहिरो लागिरहेको थियो, यता चाहिँ एकदम घाम पो लागिरहेको छ साथीहरू। घाम कस्तो दामी लागिरहेको छ क्या। जुरेको मौसम चाहिँ यस्तो छ है साथीहरू, जुरे नेट अलिकति कस्तो दामी घाम लागिरहेको छ। घाम क्यामेरा दामी आयो मेरो भिडियो गर्नु नि हो तर जुन चाहिँ तलदेखि गर्दा हुन्छ फाइनली गाइस साथीहरू हामी चाहिँ यता आइसक्यौँ। हामी चाहिँ लगभग आयौँ होइन शान्तिपुर काटेर। यसो साथीहरू कमलाको बोट होइन त्यो एउटा दुइटा त फोटो खिच्नुपर्छ अर्पणजी यहाँ लगायत साथीहरू। नेट चाहिँ यस्तो चाहिँ हुँदो ट्याक्कै। अनि हामी जाने भनेको चाहिँ यो तलतिर हो साथीहरू, जुम गर्दा देख्नु सक्नुहुन्छ तपाईँहरूले ट्याक्कै। यहाँ तल निलो टिनतिर जाने हो। दामी छ गाइस साथीहरू त्यतिर। अहुल भनेको चाहिँ अहुलै हो साथीहरू, जे पनि पाउँछ र जिप पनि हुन्छ। यतातिर चाहिँ सुपारीदेखि सबै हुँदो रहेछ। यता आन्टीहरूकोतिर चाहिँ एकदम यो चाहिँ नेट भन्छ साथीहरू, झापाको नजिक हो, अलिक नजिक हो। झापा अलिक नजिक पर्छ यहाँबाट। औल भनेको चाहिँ औलेर चाहिँ साथीहरू यस्तो चाहिँ। ल साथीहरू, यो चाहिँ एकदम भुइँ कटर हो। अनि अहिले चाहिँ हामीले चाहिँ रुख कटाउनु देखाउँछौँ साथीहरू। एकदम यो चाहिँ लोकल है यहाँ गाउँघरको एकदम। यो चाहिँ भुइँ कटर भनिन्छ यसलाई चाहिँ, यतातिर पाउँछ। अनि त थालमा खाएर एकदम बसिरहेको छु। अघिको हाम्रो यहाँ रुख कटर चाहिँ यस्तो छ। यो चाहिँ घर लानुको लागि ट्याक्कै रेडी छ। अब यो चाहिँ साथीहरू यताको लोकल झरना है, लोकल झरना पहिला आउँदा चाहिँ थिएन पानी। ल साथीहरू, हामी चाहिँ यता डाँडातिर आएको छौँ, किनभने अब उता चाहिँ धेरै गर्मी भएर हामी चाहिँ यता हावा खान आएको छौँ। अनि त्यतिर घुम्नुको लागि आएको यस्तो डाँडातिर। उता चाहिँ लास्टै गर्मी थियो नि त आन्टीहरूकोतिर चाहिँ। अनि यता हामी चाहिँ डाँडातिर आएको छौँ सो हावा खानको लागि। सो हामी चाहिँ गर्मीतिर बस्न सकिँदैन नि त, त्यही कारण यसो हावा खानु चाहिँ डाँडातिर आएको। सुपारीको बोर्डहरू यस्तो छ। अब सुपारी चाहिँ त्यति साह्रो चाहिँ छैन रहेछ, भर्खरको रहेछ। अनि यतातिर चाहिँ अलिक ठिक्काको रहेछ सुपारी फलाएको। यसो साथीहरू यहाँ चाहिँ सुपारी हो एकदम होइन, लोकल सुपारी हो यो चाहिँ लोकल साथीहरू। उता चाहिँ राम्रो रहेछ सुपारी। यो ठुलो बोटहरू चाहिँ यो मसिनो 1 सालको चाहिँ हुँदैछ अरे यो। यस्तो छ है साथीहरू यतातिर सुपारी खेती चाहिँ एकदम। ल साथीहरू, हामी ट्याक्कै आइसक्यौँ होइन। यता चिसो यस्तो घाम लागिरहेको छ। यहाँबाट उता जाने चाहिँ झापा लाइन हो, उता जाने। यहाँबाट ऊ चाहिँ शान्तिपुर ऊ जान्छ।
हामी चाहिँ उँधो झरेको नि त अनि यता हाम्रो आन्टीहरूको घरतिर हो यता जाने ट्याक्कै अरुण भाइ त्यो यहाँ अब दर्शन गर्नु खोज्दैछ यो त अनर होइन कडा हो अनर रहेछ उ त्यो अनि ऊबाट फोक्सै हो कि फोन र के हो फोक्सै हो त्यो अनर टिप्न जायो भने कहिले देखेन के हौ कहाँ हिँड्न त्यहीँ भुइँकटा हेर्नु म त जाँदैन लगाइछ त्यही हामी भुइँकटा टिप्नु भनेपछि उता के साह्रो जुका हौ ल साथीहरू यहाँ चाहिँ हामी अनर टिप्दैछु अनर साथीहरू लोकल अनर उठ्या अनर साथीहरू अनर टिपिसक्यो अब चाहिँ भाग्नुपर्छ होला यहाँ यहाँले चाहिँ साथीहरू अनर चाहिँ हेर्नु यस्तो चाहिँ स्पेसल अनर हो यो चाहिँ साथीहरू नेट है नेट यो ठाउँलाई चाहिँ नेट भनिन्छ यतातिर ल साथीहरू अब चाहिँ हामी लगभग नेटबाट चाहिँ लगभग हामी चाहिँ अब उकालो लाग्नु रहेछ घरतिर अब घरको याद सामानहरू रेडी हुँदैछ हौ हाम्रो सुपारीको बोट अनि यता झोलातिर सामान छ त्यो सबै सामानहरू चाहिँ अब जानको लागि लगभग रुख कटर मात्रै बाँकी छ रुख कटर गएर ट्यापिङ टिप्ने हो त्यहाँबाट यस्तो चाहिँ हाम्रो सामान लगभग अब लाग्ने हो उकालो घरतिर आजको यात्रा 2 दिन पछि हामी घर लाग्दैछौँ उकालो अब त कटर त हाल्नै लागेको छैन रुख कटर त एकदम फाइनली गाइस साथीहरू हामी चाहिँ कटर टिप्न आइसकेको छौँ हामी सबैजना यता चाहिँ माइजू हुनुहुन्छ अनि यता भाइ म छौँ कटर टिप्न आइसकेको छौँ ल गाइस साथीहरू एउटा बोक्न त्यहाँ भयो घरमा लगेर पकाउनु त हो हामीले फाइनली गाइस अब चाहिँ लगभग घरको यात्रा हाम्रो त्यहाँबाट फाइनली गाइस साथीहरू हामी चाहिँ मन्दिर डाँडा आइसकेको छौँ यहाँ चाहिँ ट्याक्कै मन्दिर डाँडा हो यो चाहिँ माथि मन्दिर छ साथीहरू अनि हामी चाहिँ अस्ति आउनु पाएनौँ नि चाहिँ यहाँ किनभने निकै रात पनि परिसकेको थियो अनि हामी चाहिँ आउनु सकेनौँ यहाँ चाहिँ अनि अहिले चाहिँ हामी फर्किँदा चाहिँ आयौँ गाइस साथीहरू घुम्नुको लागि ल साथीहरू हामी चाहिँ माथि चढ्दैछौँ शान्तिपुरदेखि माथि ट्याक्कै मन्दिरमा यसो साथीहरू ट्याक्कै तपाईँहरू उनीहरू एकदम भिजिट गर्न सक्नुहुन्छ यो ठाउँ पहिला चाहिँ हामी ट्याक्कै एनबी ब्लक हामी 3 भाइ भन्दा पनि 4 भाइ थियो त्यतिखेर आइएको थियो अनि आज पनि ट्याक्कै हामी चाहिँ जाँदै आएको थियौँ शान्तिपुर जाँदै अनि साथीहरू यतातिर एभ्रिवान गाइस साथीहरू हामी चाहिँ ट्याक्कै मन्दिर डाँडा पनि आइसक्यौँ र मन्दिर डाँडा चाहिँ यस्तो छ गाइस साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ र तपाईँहरू पनि आएर एकदम भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा यो गाउँमा गाउँ पनि दामी छ सुन्दर छ एकदम राम्रो सुन्दर छ वरिपरि हेर्न सक्नुहुन्छ यस्तो छ एकदम यो ठाउँ चाहिँ एकदम राम्रो ठाउँ हो यो चाहिँ गाइस साथीहरू नेचुरल ब्युटिफुल प्लेस ब्युटिफुल टेम्पल इन मिडल अफ प्लेस होइन यो चाहिँ बिचमा छ साथीहरू लगायत साथीहरू यहाँ चाहिँ आएर एकदम भिजिट गर्न सक्नुहुन्छ शान्तिपुरमा ट्याक्कै मन्दिरमा होइन त्यसो साथीहरू सर्पहरू ट्याक्कै छ अनि यतातिर जस्तो छ ट्याक्कै होइन वाडा ब्युटिफुल होइन एकदम राम्रो छ यहाँ चाहिँ होइन तपाईँहरू आएर यहाँ एकदम लामो सास फेरेर लामो अक्सिजन लिएर वातावरणको राम्रो अक्सिजन ल्याउनु सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ वरिपरि चाहिँ यहाँ खाने हुँदा यस्तो छ साथीहरू यहाँको ठाउँ यस्तो छ त्यहाँ चाहिँ गाउँ बस्तीहरू हो यता चाहिँ यस्तो छ साथीहरू यतातिर चाहिँ तपाईँहरू आएर एकदम भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा वरिपरि यस्तो छ साथीहरू गाउँ बस्ती छ यतातिर ठाउँ छ
ल साथीहरू हाम्रो ट्याक्कै बाइक कुदेछ होइन यहाँ मुनि गाउँ बस्ती जस्तो छ साथीहरू अनि यो चाहिँ एकदम पुरानो रुख हो यो चाहिँ बर्कोबोट भन्छ एकदम पहिलाको अनि हाम्रो सामान जस्तो छ भारीहरू अब चाहिँ लगभग घरको यात्रा हो हाम्रो यस्तो छ साथीहरू होइन मन्दिर चाहिँ यहाँ माथि हो ओके अब साथीहरू लाग्यो उकालो घरतिर डाइरेक्ट घरतिर हो हामी चाहिँ डाइरेक्ट लागिने हो घरतिर अब चाहिँ शान्तिपुरदेखि जाउँ अब ल साथीहरू हाम्रो चाहिँ यहाँ भारी अलिकति बिग्रेर पल्टिगएछ अनि यहाँ टिउ चुटेर मेरो घाँटी झनै पड्क्यो अनि हेरौँ साथीहरू यस्तो छ करेलाको हालत यो चाहिँ फेरि केरा है फेरि यो ब्यागको केरा यो करेला ऊ त्यो रुख कटर भुइँ कटर सुपारीको बोट के भन्नु चाहिँ एकदम धेरै छ योपट्टि पनि फेरि छ यहाँ फेरि यहाँ पनि कटरै मात्र छ फेरि सबै यो चाहिँ सानो खाले कटर हो के हो यो फेरि ओ पानी चुहिएछ त यो रुख कटरको त त्यो भुइँ कटरको त हेर्दा ओ यहाँ हेर्दा पानी भुइँ कटर साथीहरू यस्तो भएछ बाइकमा लगाएछ साथीहरू घर पनि ट्याक्कै हामी चाहिँ भारी यस्तो छ घर हिँड्छ आइसक्यौँ भने यस्तो छ भारी